दर्शकबिन हामी आज स्वयम्भू भगवान पाउमा आएका छौँ। आजको तिहार विशेष एकदम मेला लागेको छ। मेलामा विभिन्न थरीका फुलका बिरुवाहरू, फुलको गुच्छाहरू, तिहारलाई चाहिने अन्य आवश्यकता सामानहरू यहाँ चाहिँ मेला लागेको छ। मेलामा व्यापारहरू अहिलेको सिटी बालेन सिटी उहाँले छुट्याउनु भएका एरियाहरू हामी तपाईँलाई देखाउनेछौँ। हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ विभिन्न थरीका फुलहरू, तिहारलाई चाहिने अन्य आवश्यकता गुच्छा फुलहरू पनि बेच्दै हुनुहुन्छ। उहाँले किन्ने व्यापारीहरू पनि एकदम धमाधम दिल्लीको चोर बजार चाहिँ आज यहाँ बजार लागेको छ। मेरो यो च्यानलबाट तपाईँलाई आज प्रत्यक्ष प्रसारण गरिरहेका छौँ। तपाईँ देख्न सक्नुहुन्छ बालेन सिटीको एउटा छुट्याएको एरियाहरू हो। यो एरियामा तपाईँलाई देखाउँदैछु। अहिले हामी भगवान पाउ स्वयम्भू ब्याक साइडमा छौँ। हामी दर्शकबिन तपाईँलाई देखाउने नै छौँ। अन्य भिडियो फेरि पनि हामी देखाउने नै छौँ। दर्शकबिन तपाईँमा मैले खासै केही जानकारी त पाएका छैनौँ। यहाँको स्थानीय सरकारसँग पनि हामीले हिजो केही कुराहरू राखेका थियौँ। त्यो कुरा मार्फतबाट हामीले देखाइरहेको छौँ। हो सहर उता एउटा निश्चित एरिया तोक्नु भएको छ, त्यो हामी प्रति निर्भर छौँ। यो एरिया अब सरसफाइमा पनि हामी सजिलैसँग सरसफाइहरू पनि गर्न सक्ने नै छौँ। दर्शकबिन हामी तपाईँले प्रत्यक्ष प्रसारण भगवान पाउ सिटीले छुट्याउनु भएको एरियाहरू हो। तपाईँमा आज देखाउनेछौँ यो च्यानल मार्फत। आज तपाईँले हेर्नु सक्नुहुन्छ प्रत्यक्ष प्रसारणमा छौँ। तपाईँहरूलाई देखाउनेछौँ आज विभिन्न थरीका ढाका टोपीहरू, फुलहरू, पान खानेहरू। कस्तो व्यापार छ दाइ तपाईँको आज? हजुर ठिक छ दादा। एउटा के अरे बाल्यले छुट्याइदिनु भएको एरियामा तपाईँले यस्तै खुसी लाग्छ? यो छुट्याइदिनु भएको एरियामा व्यापार गर्नु ठिक छ कि बाहिर गर्नु व्यापार ठिक छ तपाईँलाई? ठिक छ, यस्तै व्यवस्था लगाइदिनु ठिक छ। अब घरि त बाहिर कहाँ गर्न दिनुहुन्छ? हो, यहाँ ठिक छ है। सरसफाइ गर्न नि भोलि सबैजना मिलेर सरसफाइ गर्न पनि सजिलो छ है। हामी चाहिँ युट्युब च्यानलबाट हो, तपाईँलाई हामी प्रत्यक्ष प्रसारण टिभीबाट देखाउँदैछौँ। दर्शकबिन आज एकदम भाइटिकाको दिन एक दिन अगाडिको हामी प्रसारण गर्दैछौँ। सिटीले सबै सरसफाइको लागि पनि तयारी गर्दै हुनुहुन्छ उहाँहरू। अनि हामी देखाउनेछौँ तपाईँलाई। यहाँ एकदम फाउन्टेन पनि छ, तर भोलि सरसफाइ हुनुपर्छ भनेर हामी यहाँको जनप्रतिनिधिहरूसँग नि हामी कुरा राख्नेछौँ। दर्शकबिन यसरी एरिया जसरी तोक्नु भएको छ उहाँलाई हामी धन्यवाद दिँदछु। मेरो साहबलाई पनि धन्यवाद दिँदछु। अनि जसोसुकै धर्मावलम्बीहरू भए पनि आफ्नो क्षेत्रबाट आफ्नो धार्मिकताको अनुसार विश्वासको कारण उहाँहरूले तिहारको विशेष राख्नु भएको छ। तिहारको लागि एरिया छुट्याउनु भएको छ। हामी उहाँलाई धन्यवाद दिँदछु। सर्वप्रथम हामी व्यापारीहरूलाई पनि धन्यवाद दिँदछु। उहाँहरूले व्यापार विशेष गरेर आज यो ठाउँलाई रोज्नु भएको छ। तपाईँहरूलाई देखाउनेछौँ। ल धन्यवाद। केही समयपछि हामी अर्को भिडियो ल्याउनेछौँ। फुलको गुच्छाहरू पनि बेच्नु भएको छ उहाँहरूले। पहिला सडकमा पाइन्थ्यो भने अहिले निश्चित एरिया तोकेर उहाँले बेच्नु भएको छ। एकदम राम्रो पनि छ ठाउँ एरिया। भोलि सरसफाइको लागि पनि हामी जुट्नेछौँ सबैजना। धन्यवाद दिँदछु जसले हेरिरहनु भएको छ यो प्रत्यक्ष प्रसारणमा। तपाईँहरूले पनि केही प्रतिक्रिया दिनुहोला कमेन्टमा। केही समस्याहरू, केही जिज्ञासाहरू छ भने तपाईँले दिन सक्नुहुनेछ। विभिन्न थरीका फलफुलका बिरुवाहरू पनि छन्, फलफुलहरू पनि छन्, फुलको बिरुवाहरू पनि छन्, फुलहरू पनि छन्। विभिन्न थरीका आकर्षक बेलुनहरू पनि बेच्नु भएको छ भाइले। यो भाइले पनि हामी देखाउनेछौँ। धन्यवाद। फेरि अर्को भिडियोमा हामी तपाईँलाई फेरि जोड्नेछौँ। धन्यवाद। यो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने तपाईँले सब्सक्राइब गरिदिनु होला। केही प्रतिक्रिया छ भने तपाईँले कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। हामी अर्को भिडियो फेरि ल्याउँछौँ।